भइसकेपछि अनि मेरो त अब मेडिसिन खानु पर्थ्यो नि त अनि डाक्टरले त सबै त टिपे हुन्छ नि त त्यो पेपरमा त्यो सबै अनि आज औषधि पनि खाएको छैन खाना पनि खाएको छैन के हो शोभाले मेरो चाहिँ हस्पिटल नाम शोभा थियो क्या मेरो नागरिकताको नाम शोभा छ क्या अनि खाना पनि खाएको छैन उसले किन औषधि पनि खाएको छैन के कारणले हो भन्ने अनि पछि मैले मेरो स्वर आउँदैन थियो अनि पेपरमा पेन कपी दिनुहुन्थ्यो अनि यसरी पैसा छैन पैसा नभएर भन्थ्यो कि अनि त्यसो भनिसकेपछि त्यो मेन आइसियुको डाक्टरलाई भनेर यसरी खाना भएन भने सबै हस्पिटलहरू फ्री गरिदिनु भयो क्या खाना बिहान बेलुकाको सबै मेडिसिन चाहिँ किन्नु पर्थ्यो खानाहरू सबै फ्री गरिदिनु भएको थियो हस्पिटलबाट धेरै गरे नि दादा हस्पिटलबाट अब त गर्दैन तर धन्यवाद चाहिँ दिनुपर्छ त्यसमा हस्पिटलले त धेरै गरेको हो दादा धेरै